गाइस गुड मर्निङ। अनि के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला। हो मैले त नास्ता खुवाएर मुलीको परोठा आलुको परोठा खुवाएँ। अनि उनीहरू सुतिया छन् साथी। अनि म त हेर्नु माथि माथि चढेर साबुन लगाइदिन आउँछ म्याडमजी नै। अनि यस्तो यस्तो गन्ध भएछ भन्नु माटो देख्न हुन्न, हाम्रो जातिविधि एलर्जी हुन्छ। अनि के गर्दै हुनुहुन्छ? अनि नास्ता पानी भयो कि नै हजुरको? मेरो त भयो, सबै गर्ने हो। अनि त्यसपछि बालमा कपाल तेल लगाइछु अनि नुहाउने हो। अनि दिउँसो भिडियो भयो भने अनि भिडियो अपलोड हुँदै गर्छ साथी हो। अनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अनि कस्तो लाग्यो के भाइ साथी भैया अमेरिका गएर 3 हप्ता बसेर अनि मलाई नाइट सुट ल्याइदिनु भएको छ। छु मैले हमेसा होइन, भैयाको तर दाइसम्म मान्छ मलाई, बहिनी बराबर। अनि कस्तो लाग्यो साथी नाइट सुट ल्याइदिएछ? मुझे त बहुत अच्छा, बहुत राम्रो लाग्यो। अनि एकचोटि तपाईँलाई लगाएको ट्राई गरेर देखाउँछु कस्तो लाग्यो साथी हो। जे भने मनदेखि ल्याइदिए भने जस्तो भयो नि मन त पराउनै पर्यो। मलाई र बहुत ब्युटिफुल कलर ल्याइदिएछ साथी। पैसा त दिन्न साथी हो, के गर्ने। अनि यताउति गयो भने हमेसा मलाई पर्फ्युम अनि टप ब्याग वगेरा अनि हमेसा केही न केही ल्याइदिएर आउँछन् साथी हो। पैसा भन्दा नि अनि इज्जत पनि हो होइन, बहुत इज्जत गर्छ, बहुत माया पनि गर्छन्, आफ्नो छोरीलाई जस्तो राख्छन्। त्यही हो क्या, बिना काम त कहीँ पनि दिन्न होइन। पैसा धेरै त दिन्न, नदिए पनि मलाई फटफुट चिज बहुत याद गर्छ। यताउति गए पनि आफूलाई केही ल्याइदिने साथी हो। अनि जरुरी मलाई केही न केही ल्याइदिएरै आउँछन्। अनि यो भैया ल्याइदिएको। अब फेरि 8 तारिकको छोराबुहारी आउँदैछन्, फेरि छोराबुहारीले ल्याइदिन्छ। बुहारी बनाउँदैछु आफ्नो बिस्तारा साथी हो। अनि बनायो बिस्तारा। अनि यतातिर अहिले साथी नुहाएर यो कस्तो लाग्यो तपाईँलाई गिफ्ट प्याक गरेर आएको भोलिको। अनि मलाई राम्रो लगाएर यस्तै राखेको साथी। हेलो साथी कस्तो लाग्यो? यतिकन ठुलो हैछ हेर्नु। अनि लगभग ठिक त हैछ। अनि पजामा नि अलि ठुलै चाहिँ छ। अनि यो साइज त चिज त बरु ठिकठाक छ। अनि बाजु र अनि पजामा अलि ठुलो छ। चलो जो भी हो मनदेखि ल्याइदिएको अनि लाउन त पर्यो हेर्नु गर्मीमा। अनि कस्तो भयो साथी? अनि म नुहाएर रेडी हुन लाग्यो। अनि दिउँसोको अब तयारी हुन्छ साथी हो। ओके बाई, स्यु।